नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। विरोध प्रदर्शन गरेको पहिलो दिन नै त्यति धेरै विद्यार्थीहरू मारिएपछि झन् अर्को दिन त सबैजना युथहरू एकदमै जोसिनु भएको छ। नजोसिने पनि कुरै भएन, किन भन्दाखेरि त्यत्रो धेरै विद्यार्थीहरूले आफ्नो देशको लागि ज्यान दिनुभएको छ। पुलिसहरूले त्यसरी गोली हानेर हत्या गर्नुभएको छ। पुरै देश एकदमै भयावह स्थितिमा पुगेको छ। भिडियोमा देख्न सक्नुहुन्छ सबैजना युवाहरू एकदमै जोसिनु भएको छ, एकदमै रिस आक्रोश देखाइराख्नु भएको छ। अनि सबै पालपालीहरू मिलेर, पालपाली युथ मिलेर घुस खाने मन्त्रीहरूको लास बनाएर सडकमा जलाउने काम पनि भएको छ। हुन त हाम्रो लागि अब सबै नेता मन्त्री जति पनि घुस खाने हैन, जति पनि करप्सनको कामहरू गर्ने सबै हुनुहुन्थ्यो, उहाँहरू हाम्रो लागि अब मरिसक्नु भएको छ। सडकमा त्यति काम सकिसकेपछि हाम्रो नगरपालिका अगाडि गएर पनि विरोध प्रदर्शन भइरहेको छ। एकैछिनसम्म त्यहाँ हो हल्ला एकदमै भयो, पुलिसहरू पनि देख्न सक्नुहुन्छ। रिस त हामीलाई पनि किन उठेको थिएन होला र हैन, तर पनि पालपाली युथले चाहिँ शान्तिपूर्ण तरिकाले नै विरोध प्रदर्शन गरेको छ। पक्कै पनि देशले कोल्टे फेर्नेछ। थ्यांक यू फर वाचिङ।